आज चाहिँ मेरो छिटो शिफ्ट सक्यो, 8 घन्टाको मात्रै ड्युटी चल्दैछ। आज मैले ब्रेकफास्ट र लन्च शिफ्ट डाइरेक्ट गरेँ, स्ट्रेट गरेँ। अन्त डिनर शिफ्ट छैन। ड्राई डकमा छ हामी, प्यासेन्जर छैन, हामी क्रुहरू मात्रै छ। कम्ती आवर्सको ड्युटी चल्दैछ। त्यही भएर दुबईमा मैले सबै स्टफ पनि पाएँ, मैले किनिहालेँ है, किनभने हामी दार्जिलिङकोलाई यो सबैको क्रेभिङ्स हुन्छ। अन्त म जर्मन ल्याङ्ग्वेज बुक हो, अहिले म लेभल 2 मा छु। पढ्नुपर्छ ल्याङ्ग्वेज, किनभने जर्मनी गेस्ट हो। त्यही भएर रुम पनि डिसाइड गर्ने सोचेँ मैले। अहिले म क्याबिनमा एक्लै बस्दैछु। इट सुड बी 2 पर्सन इन द क्याबिन, बट अहिले क्रू कम्ती छ। त्यही भएर सायद जनवरी 20 तारिक चाहिँ क्याबिन मेट पनि आइपुग्छ होला है। त्यही भएर उसकोपट्टिको डेस्कहरू सबै साफसफाइ गरेर चाटकचिटिक्कै पारिदिएको छु। सबै धुलोसुलो सबै मैले झारिदिएँ। हामी केटीको त्यही त हो, कहीँ जानु पऱ्यो भने एउटा लुगा झिक्दा सबै लुगा झिकिपठाउँछु म पनि कबोर्डबाट। त्यही भएर आज त्यो सबै लुगाहरू पनि सबै सानाकसिनिक पारेर मिलाएँ मैले, सबै चाटकचिटिक्कै पारिदिएको छु। अन्त मेरो बेड पनि ठिक गरेँ। बेड चाहिँ मैले यसरी ठिक गर्छु किनभने सुत्नु